मेरो नाम चाहिँ क्षितिज हो। आफूलाई कलाकारै भनेर चिनाइहाल्न चाहिँ अलिकति अप्ठ्यारो लाग्छ मलाई। तर काम हेर्ने हो भने चाहिँ कलाकै वरिपरि नै बसेर काम गरिरहेको हुन्छु मैले। खै यो अलि हाँसउठ्दो कुरा जस्तो पनि लाग्न सक्छ, तर स्कुल पढ्दाखेरि नै मैले एउटा किताबमा कतै के पढाएको थिएँ भने विद्यार्थी अथवा कुनै पनि विद्यार्थीले 5वटा गुण हुनुपर्छ, अनि त्यो मध्ये एउटा गुण चाहिँ आफ्नो घरबाट टाढा जानुपर्छ भन्ने गुण त्यो पनि थियो क्या एउटा। त्यो भएपछि बल्ल तैँले सिक्छस्। आफ्नै परिवारको छत्रछायामै बसिरहिस् भने धेरै कुरा त्यो रिसोर्सेस जुन चाहिन्छ त्यो अटोमेटिक पाइ नै रहेको हुन्छस्, तैँले आफैले खोज्नु पर्दैन भन्ने कतै पढेको थियो। त्यो दिमागमा बेसका नै हानेछ कि त्यो कुराले। अनि मैले त्यो पढेको भोलिपल्टै म 10 क्लासमा पढ्थेँ, अनि मेरो दाइ हुनुहुन्थ्यो त्यतिखेर। अनि ऊ दाइलाई चाहिँ अब बाबुआमाले लिएर जाने त कुरा आएन, अर्को घर खोज्न। दाइलाई चाहिँ के भन्यो भने मेरो यसरी सकिने बित्तिकै हामीले घर छोड्नुपर्छ है भनेर भनेको याद छ क्या मलाई। जुन छोडिएन, पक्कै पनि छोड्न दिएनन्। तर +2 सकिसकेपछि चाहिँ म काठमाडौँ विश्वविद्यालय गएँ धुलीखेल। त्यो भनेको 2004 सालको कुरा हो। मैले अब घरको छत्रछाया छोडेको चाहिँ अहिलेसम्म 20 वर्ष भएछ। अनि जुन त्यति नर्मल मानिँदैन है हाम्रो जस्तो हाम्रो समाजमा। कलेज सकेपछि चाहिँ क्यामेरा नै समातेँ मैले। फोटोग्राफी, भिडियोग्राफी, डकुमेन्ट्रीहरू यताउति त्यही गर्दै नै केही वर्षहरू बिते। बिस्तारै अब साथीहरूसँग भेटघाट हुँदै गर्दा, अब समय त्यस्तै हुँदै गर्दाखेरि चाहिँ अरू क्षेत्रहरूमा पनि बिस्तारै हात हाल्दै गएँ मैले। जस्तै अब अलिकति कोभिडको टाइममा खाली हुँदाखेरि चाहिँ आर्टिस्ट साथीहरू घर आउँथ्यो, अनि उनीहरूसँग मैले पोर्ट्रेट बनाउन सिकेँ। अब स्पेसली पोर्ट्रेटहरू चाहिँ मलाई अब त्यस्तो ग्यालरीमा एक्जिबिसनै गर्ने, अब यस्तो फेस्टिभलै जाने भन्ने चाहिँ खासै कहिले पनि मनमा आउँदैन थियो। तर साथीहरूकै अनुहार बनाएर दिँदाखेरि, उनीहरूलाई अब फोटो खिचेर दिँदाखेरि जति खुसी हुन्थ्यो, आफ्नो हातले चित्र बनाएर दिँदाखेरि चाहिँ त्योभन्दा अझै खुसी भएको देखेँ मैले। अनि त्यो चाहिँ एकदमै आफूलाई त्यो नै सबभन्दा ठुलो कुरो जस्तो लाग्यो मलाई। त्यसपछि मैले माटोको घर बनाउन सिक्दैछु भनौँ अझै पनि। अनि माटो, काठ, जे रिसोर्सेसहरू छ आफ्नै अगाडि त्यो रिसोर्सेस, लोकेसन, त्यो अनुसार आफैले केही इनपुट दिन सक्यो भने चाहिँ एकदम सस्तोमै राम्रो, हेर्दा पनि राम्रो हुने, वातावरणमा पनि राम्रो हुने खालको कुराहरू गर्न सकिन्छ भन्ने कुराहरू सिक्दै गएँ। त्यो प्रोसेसमा चाहिँ मलाई के रियलाइज भयो भने कला भन्ने, आर्ट भन्ने कुरा आफ्नो ठाउँमा छँदैछ, तर हामीले दिनदिनै जे गरिरहेको छौँ, यो डे टु डे लाइफमा जे कुराहरू हामीलाई चाहिन्छ, त्यो कुरामा चाहिँ कला चाहिँ आर्ट भन्ने कुरालाई मिक्स गरेर पनि त बाँच्न सकिन्छ, त्यसरी पनि त अगाडि बढ्न सकिन्छ भन्नु। अहिले चाहिँ म साँखुको यो लप्सीफेदी भन्ने ठाउँमा बस्छु। लगभग यो कोटेश्वरबाट 19-20 किलोमिटर टाढा छ।
यहाँ आउनु अब संयोगवश एकजना साथीको चाहिँ नि यो एउटा पुरानो आफ्नो पुर्खौली घर हो र यहाँ धेरै पुरानो घर हो 50-52 वर्ष पुरानो तर यहाँ 10-12 वर्षदेखि कोही नबसेको अनि उसले यसरी खाली छ भनेपछि मलाई चाहिँ अब घर बनाउनु त्यो डाइरेक्ट जेरोबाट सुरु गर्नुभन्दा पनि एउटा पुरानो घरलाई रेनोभेट गर्बाट सुरु गर्नु चाहिँ अझै सजिलो हुन्छ जस्तो लागेर चाहिँ म यहाँ हेर्न आएँ अनि घरको अवस्था अलिकति त्यति स्ट्रक्चरली त्यति ठुलो ड्यामेज चाहिँ भइसकेको थिएन तर अब मान्छे नबसेको माटो घर पुरानो घर भएपछि अलिकति यो फङ्गसदेखि लिएर काठहरू कुहिने छत चुहिने त्यस्तो कुराहरू चाहिँ समस्याहरू थुप्रै थियो मैले मात्र हैन सायद धेरै जसो मान्छेहरूले कला क्षेत्रमा लागिसकेपछि चाहिँ सक्सेसको सफलताको परिभाषा चाहिँ आफै बनाउन थाल्छ म एउटा इन्जिनियर भएको भए धरहरा मैले बनाएको यो पुल मैले बनाएको यसमा मलाई यति करोड आयो यो गाडी चढ्दैछु म यस्तो छ उस्तो छ यहाँ मेरो यति रोप्ने जग्गा छ भैँसेपाटीमा मेरो रेस्टुरेन्ट छ त्यो सफलता हुन्थ्यो होला अब कलाकार भइसकेपछि पनि त्यो पाटो चाहिँ छ फलानो देशमा मेरो एक्जिबिसन भयो म यति एउटा ठाउँमा गएँ मैले बनाएको फिल्म फेस्टिभल यहाँ पुग्यो यो फिल्म फेस्टिभलमा पुग्यो एन्ड देन भन्ने कुरालाई सफलता मान्न सकिन्छ होला तर मेरो दिमागले चाहिँ त्यो कहिले पनि मानेन किनकि मेरो दिमाग एउटा मात्र विधामा पनि केन्द्रित भएर बसेन एउटा कुरा त्यो नभएपछि धेरै ठाउँमा पुगिसकेपछि त्यसको एक्सट्रिममा पुग्ने चाहना कहिले पनि जागेन पनि त्यही भएर धेरै जसो चाहिँ मलाई प्रडक्ट भन्दा पनि प्रोसेसमै रमाउने मेरो बानी छ प्रोसेस मलाई रमाइलो लाग्यो भने त्यो नै मेरो लागि सफलता हो प्रोसेस मलाई रमाइलो लागेन भने म त्यो यो मेरो लागि होइन रहेछ भने म बिचमै छोडिदिन्छु चाहे त्यो किताब पढ्दाखेरि होस् चाहे फिल्म हेर्दाखेरि होस् चाहे एउटा टेबल बनाउँदाखेरि होस् चाहे एउटा कविता लेख्दाखेरि होस् जे गर्दाखेरि पनि होस् त्यो गर्दा गर्दै नै थाहा हुन्छ यो म कतातिर जाँदैछु भनेर एउटा कुरा चाहिँ सफलताको कुरा अब त्यही अब अहिलेको टाइममा सर्भाइभ हुनकै लागि पनि मिनिमम यति पैसा चाहिँ कमाउनै पर्छ है यस्तो लुगा चाहिँ लाउनै पर्छ है यस्तो फोन चाहिँ बोक्नै पर्छ है अब मान्छेहरूले हेर्ने नजरमा पनि त्यो भर पर्छ त्यो हेर्नेले हेरिरहन्छ अब आफ्नो बाटो आफू हिँडिरहन्छ भने जस्तै हो अब कसैको फोन आयो भने हेलो गर्न मिल्ने फोन छ पानी पर्दाखेरि नरुज्ने घर छ जाडो हुँदाखेरि नकठ्याङ्ग्रिने लुगा लगाएकै छु त्यो कुराहरू भइसकेपछि मलाई आफूलाई चाहिने भन्दा बढी कुरा थुपार्नु पर्छ जस्तो लाग्दैन पहिलो कुरा तर अब आफ्नै घर परिवार साथीभाइहरूलाई चाहिँ चिन्ताको विषय चाहिँ हुने रहेछ कति कुराहरू जस्तै अब मेरो स्कुल पढ्दादेखिको साथीहरू अब 20-25 वर्षदेखिको साथीहरू पनि पार्ट अफ द फ्यामिली नै हुन्छ अहिलेसम्ममा उनीहरू साथीभन्दा बढी दाजुभाइ दिदीबहिनीहरू जस्तै नै हुँदो रहेछ अनि उनीहरूले के गरिरहेछ यो अहिलेसम्म बिहे गर्नुपर्ने बच्चा पाउनुपर्ने अब सबै मेरो साथीहरूको बिहे भइसक्यो बच्चा छ उनीहरू कुन स्कुल पढाउने कुन स्कुलको फी कति कस्तो के यो त्यो जुन गलत त पक्कै पनि होइन नि तर त्यसरी नै मैले जे गरिरहेको छु त्यसलाई पनि गलत हो त बिग्रिस् त खतम भइस् भन्नु अथवा कसैले भन्छ भने त्यो म सुनेर चाहिँ बस्दिनँ त्यो म त्यसको आर्गुमेन्ट त्यसलाई म सफाइ दिएर चाहिँ बस्दिनँ किनकि म जुन बाटो हिँडिरहेको छु म इन्जोय गरिरहेको छु भन्ने कुरा मलाई थाहा छ कुनै संसारको ठुलो ग्यालरीमा गएर मेरो पेन्टिङ एक्जिबिट हुनुपर्छ भन्ने मलाई लाग्दैन मेरो कविताहरू कुनै किताबमा पुग्नुपर्छ भन्ने मलाई लाग्दैन तर मैले लेखेको कविता इन्स्टाग्राममै हाल्दाखेरि यो लाइन चाहिँ कस्तो राम्रो रहेछ भन्ने एउटा मेसेज आयो भने पनि मेरो लागि त्यो दिन राम्रो बित्यो अनि त्यसरी नै अब
कति साथीहरूलाई घरमा धारा बिग्रिन्छ, उनीहरूले प्लम्बरलाई फोन गर्दैन किनकि प्लम्बर पाउन गाह्रो छ, मलाई फोन गर्छ। उनीहरू घरको त्यो चुहिएको धारा बनाउनु मात्रै पनि मेरो लागि ठुलो कुरा हो। अनि त्यो अब पछि अब ल 50 वर्षपछि त्यो धारा बाँकी नहोला पक्कै पनि, हुन त त्यो साथी नै बाँकी होला नहोला। त्यो त अब भन्नुको मतलब यो वाल चाहिँ चुइन्थ्यो, मोइस्चर के अरे सिपेज हुन्थ्यो, फलाना ल्याएर यो बनाइदिएको है, काफी। अब यो मेरो छोरीको पेन्टिङ हो। अहिले छोरी त अस्ट्रेलियामा छ, पिएचडी गर्न गएकी छे। यो सानो बेलामा मेरो साथीले बनाइदिएको है भनेर एउटा मेरो साथी बुढो भएपछि भन्छ भने त्यो पनि काफी हो। यस्तै कुराहरू सानो सानो कुराहरू लाग्ला सुन्दाखेरि, तर मलाई चाहिँ ठुलो केही समाज परिवर्तन गर्नुपर्छ, यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्ने कुरा चाहिँ म त्यो टिनेज हुँदाखेरि चाहिँ रगत उम्लेको थियो एक तागा, तर त्यो त्यतिखेरै मैले रगत चाहिँ बडी टेम्परेचरमा ल्याएँ। अहिले मेरो लागि भनेको अरूले हेर्दाखेरि एकदम बेसिक सानो जस्तो देखिन्छ, तर मलाई चाहिँ हामीसँग धेरै टाइम छैन, जति टाइम छ त्यो खेर फाल्नु हुँदैन। अनि मलाई हरेक दिन अथवा बाँचुन्जेल चाहिँ केही न केही नयाँ कुराहरू सिकिरहनुपर्छ र त्यो सिकाइरहनुपर्छ भन्ने चाहिँ एकदमै मनमा लाग्ने कुरा हो।